सपना फेरियो। सुन्दा पनि अचम्म लाग्ला है, सपना पनि फेरिन्छ र सामानको फेर्न किन्न सर्न मिल्छ त, सपना पनि फेरिन्छ र हो मेरो सपना फेरियो। मेरो सपना जहाँ मेरा रहर भाषा बेग्लै थिए, जहाँ मेरो मनमा नै सपना सँगले रमाइरहेको थियो, पक्षी जस्तै उडिरहेको थियो। त्यो सहरमा सँगालेका सपना त्यो खुसी बेग्लै थियो, तर मेरो मन आफूले सोचेको चाहे जस्तो कहाँ हुँदो रहेछ र हो मेरो सपना फेरियो। मनबारी बनाएर मैले अर्को सपना बुने, जहाँ म रहरको सपना बिर्सिएर बाध्यताको सपनामा खुसी हुन खोजेँ। बाध्यताको सपनामा रमाउन निकै गाह्रो हुने रहेछ। मन जहिल्यै भारी सबै भएर पनि केही नभए जस्तो लाग्ने रहेछ। रहरको सपनामा एक्लै रमाइराखेकी म बाध्यताको सपनालाई स्वीकार गर्न पनि गाह्रो भयो। मनमा सधैँ प्रश्न मात्र, के म यसैको लागि जन्मिएको हुँ? केही गर्न मन नलाग्ने, मनमा नै कुरा तर म आफूलाई सम्झु होइन, म यो भइरहेको चाहन्छु। मानिसहरू प्राय आफूले चाहेको कुरा पाउँदैनन्। फेरि यो संसारमा म मात्र त होइन नि सपना फेरिएको मान्छे, तर यो मेरो मात्र सपना होइन। यहाँ त मेरो बाबाले राखेको भरोसा छ त, रहरको सपना पुरा भएको भने त म मात्र दुःखी हुने, तर यो सपना पुरा भएन भने त मेरो सानो परिवार नै दुःख हुन्छ। यसरी आमाको इच्छा विपरीत नजाने भनेर पो मैले सपना फेरेको, र मेरो सपना फेरिएको। रहरको सपना पुरा होस् नहोस्, तर म बाध्यताको सपना पुरा गर्छु। कसरी भए पनि मेरा बाबालाई खुसी पार्छु। जति नै खुट्टा तान्न खोजे पनि मैले हार मान्दिनँ, किनकि म बाबाको आशीर्वाद